आज हजुरहरूलाई म एउटा सानो कुरा सेयर गर्छु है। म चाहिँ अहिले बाइकमा यहाँनिर ड्राइभिङ गरिरहेको अवस्था हैन। र अहिले मैले बाइकलाई रोकेँ अनि बाइकलाई रोकेँ। म चाहिँ यो तपाईको ठ्याक्कै यो कहाँनिर आइपुगेको छु भने हाम्रो दुर्गापुरी तपाईको उल्लाबारीदेखि 5 किलोमिटर तल अनि त्यसपछि तल आमबाडी हुलाकी मार्गदेखि उँभो 20 किलोमिटर लगभगमा चाहिँ दुर्गापुरीबाट पूर्वपट्टि जुन दमकको चिया दोकानतिर हामी पुग्छौँ त्यो ठ्याक्कै हामी यो आमबाडीको पुल भन्छ हैन, यो पुलमा चाहिँ आइपुगेको छु हैन। मैले प्रसङ्ग जोड्न खोजेको कुरा चाहिँ के हो भने यो तपाईको दैनिक रूपमा यो ठाउँबाट म दमक तपाईको जान्छु हैन। अनि दिनभरिको हाम्रो जुन काम गरिएको हुन्छ, अफिसको काम भयो हैन, हाम्रो दिमागले चलाइरहेको हुन्छ। अनि त्यसपछि घरायसी कुराहरू पनि हुन्छ हैन। दिनभरिको जुन हाम्रो मेमोरी हुन्छ नि, त्यो कुरालाई चाहिँ दिमागले चलाइरहेको अवस्थामा यहाँ आएर चाहिँ यसो 5 मिनट जति बाइक रोकेर यो बगिरहेको खोला हैन, त्यसपछि उतेताको हरियाली हो चट्ट, अनि यो खुल्ला तपाईको मजाको पुल हैन। यो हेर्दाखेरि चाहिँ के हुन्छ भने हाम्रो जुन दिमागको मेमोरीलाई चाहिँ 5-10 मिनट हामीले आएर यहाँ रिफ्रेसमेन्ट भएर बस्दाखेरि चाहिँ त्यो सबै आउट गराइदिँदो रहेछ क्या। अनि हाम्रो फेरि जिरोबाट सुरु हुँदो रहेछ माइन्ड हैन। माइन्ड जिरोबाट सुरु हुँदो रहेछ अनि फेरि यहाँबाट फेरि हाम्रो दिमागले मेमोरीलाई क्याच गर्दै 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 लाने रहेछ। अनि अब मान्छे तनाव भयो भन्छन् हैन। अनि बेलुका भइसकेपछि अब भट्टी पसल गयो या अब घरमा गएर झै झगडा गरो हैन, झर्को फर्को गरो। अनि अब दिनभरिको तनाव भइरहेको हुन्छ अनि के कुरामा रिस उठेको हुन्छ हैन। अनि त्यो कुरा चाहिँ सबै घरमा गएर पोख्ने। अब तर हामीले चाहिँ दिनभरिको कुराहरूलाई चाहिँ मेटाउनु पर्ने रहेछ भने यस्तो हरियाली ठाउँमा आएर चट्ट हैन, यस्तो एकान्तमा आएर 5-10 मिनट हाम्रो मनलाई डुलाइयो भने आनन्द महसुस हुँदो रहेछ क्या। यो कुरा चाहिँ अब हुन त म कुनै विज्ञ होइन हैन, हजुरहरूलाई अब यसो यो सेयरिङ गरौँ भनेर मैले महसुस गरेको कुरा हजुरहरूलाई सेयर गरेको हैन। अनि एकदमै आनन्द महसुस हुने हैन। एकदम यहाँ चाहिँ म त एकदमै यहाँसँग यो पुलसँग चाहिँ मेरो एकदमै लगाव भएको छ क्या। लगभग मैले अफिसबाट जाँदा त म भ्याउँदिनँ हैन, आउँदाखेरि चाहिँ म जहिले पनि 5-10 मिनट यहाँ बस्छु हैन। लगभग टिकटक पनि म अलिअलि बनाउने भएको कारणले गर्दा 50-60 वटा टिकटक चाहिँ मैले यही पुलमा बनाएर पोस्ट पनि गरिसकेको छु हैन। अनि घरमा पनि कहिलेकाहीँ अलिकति ढिलो गयो भने फोन आउँछ क्या। अनि कता हो भन्ने कुरा आउँदाखेरि म यहाँ पुलमा छु भन्दा पुलमा होला पक्कै पनि भन्ने कुरा। अनि घरमा पनि यो कुरा चाहिँ थाहा भइसकेको छ हैन। त्यसैले एकदमै हाम्रो दिमागलाई चाहिँ दिनभरिको कुरालाई चाहिँ हैन पुरै आउट गर्नुपर्छ भने यस्तो एकान्तमा जुन शान्त वातावरणमा आएर हैन चट्ट बसेर हामीले आफ्नो तपाईको दिमागलाई खाली गर्न सकिने रहेछ हैन। यो चाहिँ मलाई मनमा लागेको कुरा र मैले भोगेको कुरा तपाईहरु माझ राखे हैन। यति भन्दै मेरो यो कुरालाई म हजुरहरु समक्ष पुर्याएर बिदा हुन चाहन्छु। ल है, बाइ बाइ।